सरकारको नेतृत्वमा आउने व्यक्तिहरूलाई अथवा चाहिँ मन्त्रालयको नेतृत्वमा आउने व्यक्तिहरूलाई सल्लाह सुझाव दिँदाखेरि कसले कसरी सल्लाह सुझाव दिन्छ भन्ने कुरा महत्त्वपूर्ण देखिन थाल्यो। यहाँ हामीले सधैँभरि एनजिओ आइएनजिओकै मात्रै कुरा सुनेर आफ्ना नीतिहरू बनाउने हो कि त ग्राउन्ड रियालिटी के छ त्यसलाई पनि हेर्ने हो कि भन्ने कुराहरू छन्। र अर्को कुरा चाहिँ के देखियो त भन्दा जनचेतनाको अभाव। जनचेतनाको अभाव किन भन्दाखेरि हामी त नेपालको सन्दर्भ के भने फरक मौसम, फरक खालको वातावरण, फरक खालको संस्कृति सभ्यता र एक्कासी यो संस्कृति सभ्यताबाट यो मौसमबाट एक्कासी दोस्रो देशको मौसम त्यहाँको संस्कृति संस्कार संस्कृतिलाई एडप्ट गर्नुपर्ने एउटा श्रमिकले के कुरा चाहिँ पूर्व जानकारी लिएर जानु पर्थ्यो यहाँबाट भन्ने कुरा महत्त्वपूर्ण छ। हामीले धेरै पैसा जनचेतनाका निम्ति भनेर खर्च गर्यौँ। प्रवर्धन बोर्ड छ, प्रवर्धन बोर्डमा त्यत्रो ठुलो रकम चाहिँ जम्मा भएर बसेको छ। त्यो रकम खर्चको उद्देश्य के स्पष्ट पारिएको छ ऐनमा भने प्रवर्धनका निम्ति, नयाँ गन्तव्य निर्माणका निम्ति, कामदारहरूलाई चाहिँ रेस्क्यु गर्नका निम्ति र जनचेतनाका निम्ति भनेर भनिएको छ। त्यो खर्च भएको रकम पर्याप्त रूपमा चाहिँ जनचेतना प्रवाह गर्नका निम्ति प्रयोगमा आयो कि आएन, अथवा जनचेतना के अरे चाहिँ सम्प्रवाह गर्नका निम्ति बनाइएका सामग्रीहरू उपयुक्त उत्कृष्ट भए कि भएनन् भन्ने विषयहरू चाहिँ गम्भीरताका साथ चाहिँ लिनुपर्ने देखिन्छ। भनेको यो स्वास्थ्य परीक्षण त्यहाँको जोखिमपूर्ण काम मात्रै होइन, स्वयं श्रमिक आफ्नै कमजोरीले पनि यो तथ्याङ्क मृत्युको दुर्घटनाको तथ्याङ्कलाई बढाइराखेको छ। हो, मैले के कुरा जोड्न खोजेँ भने अलिकति म यहाँ यसलाई विषयलाई सकिहालौँ। आत्महत्या गरेर जसको आत्महत्या भएको छ, आत्महत्या गरेर मृत्युवरण गर्ने श्रमिकहरूलाई त्यसलाई रोक्नका निम्ति मेन्टल हेल्थको चाहिँ के अरे चेकअपको आवश्यकता छ, ट्रेनिङको आवश्यकता छ। एक दिने 1 घन्टे 4 घन्टे के हो त्यो चाहिँ आवश्यकता छ एउटा। दोस्रो जनचेतना, मैले अघि भने मौसमका कारण अथवा नेचुरल डेथलाई रोक्नका निम्ति जनचेतनाको चाहिँ छ। हामीले जति लिटर नेपालमा बसेर पानी पिउँछौँ त्यति लिटर साउदी अरेबियामा बसेर पानी पिएर हुँदैन। भन्नुको मतलब के हो त भन्दा त्यस्ता विषयहरूलाई रोक्नका निम्ति के कडीहरू हुन सक्छन् त्यो चाहिँ इम्प्लिमेन्टमा ल्याउनुपर्छ भन्ने विषयमा